दिमाग खराब भएका साथीहरू यहाँ मुड फ्रेस गर्ने एकदम आनन्द आउँछ। अब यहाँ नाइटहरू यतातिर छ। यो छ भने अब नाइट क्लबतिर अब यो भयो सबै छ होइन, यो छैन केही छैन साथी। आज आलु किनेको कस्तो लाग्यो त? एकदम ठिक छ। यहाँ यस्ता प्राइज हेर्ने हो भने होइन, दाजुले जुम गरी गरी हेरिराख्नु भएको छ। सो आइफोन हेलो गाइज, सबैजनालाई स्वागत छ आरपिबी भ्लगमा। सो आज म तपाईँहरूको माझमा उपस्थित भइसकेको छु है। आज हामी के गर्दैछौँ, कहाँ जाँदैछौँ भन्ने कुरा सो म तपाईँहरूलाई बिस्तारै बताउनेछु। यता हाम्रो दाजु देख्न सक्नुहुन्छ, उहाँले कोट मात्र लगाउनु भएको छैन, उहाँको जुत्ता अलरेडी छ। उहाँले चाहिँ भित्र के भन्छ ब्याग लिन जानुभएको छ। म चाहिँ रेडी छु साथीहरू, म एकदमै रेडी छु। खै ब्याग मैले बोक्ने ब्याग हो कि मेरो सधैँ भ्लगमा देख्नुहुन्छ होइन तपाईँहरूले। सो हामी चाहिँ रेडी भइसक्यौँ। दाजुलाई चाहिँ यता हेरौँ न, स्टाइल फेरि यहाँनिर यस्तो छ, सेन्टर छर्नुहुन्छ होइन। हो यसरी हो, मेरो त ब्यागमा पनि छोड्नु त हो क्या, कहाँ यहाँ त आइफोन लिने ब्याग होला त नि। ओके ल साथीहरू, हामी जाँदैछौँ होइन। सो साँझको समय पनि बस्छ अनि त्यही भएर हामी चाहिँ यसो बाहिरतिर जाँदैछौँ क्या। अब दाजु बाहिरी अवस्थामा हुनुहुन्छ, लाइट साइड मारिन्छ, टक्क निक्लिन्छ है त। साथीहरू हामी चाहिँ बाहिर निस्किसक्यो होइन। सो दाजु अगाडि हिँड्दै हुनुहुन्छ। अब हामी चाहिँ उता जाँदैछौँ। दाजुको यहाँनिर हामी फेरि जुनै पनि काम गर्दाखेरि अलिकति कसरी गर्छौँ भनेपछि बिना प्लानिङ के, हाम्रो प्लानिङ नै हुँदैन। यहाँ पसलमा छेप्दैछौँ अनि त्यस पछाडि हामी थोरै यता मनोरञ्जन चढेर पनि यता मलभित्र आइसकेको छौँ। अनि दाजु चाहिँ अगाडि हिँडिराख्नु भएको छ। अब के छ होइन, किनभने हामी अस्ति 700 चाहिँ लुद्देको ठाउँमा आएको क्या यहाँनिर, कता जाने यताबाट होइन। अनि यता S3 चाहिँ अगाडि हुनुहुन्छ, धेरै साथीहरूले S3 अगाडि आरपिबी पछाडि भन्नुहुन्छ। सो अब म फेरि दाजुलाई फलो गर्ने मान्छे हो। सो त्यही भएको हुनाले पनि दाजुले जे गर्नुहुन्छ त्यही गर्छु मैले होइन। अलिसँग जुत्ता पनि लड्किन्छ, घरतिर जुत्ता लड्किन्छ, हाम्रो गाउँ पाहाडतिर होइन हिलो माटोमा चाहिँ जुत्ता लड्किन्छ, यहाँ भित्र लड्किन्छ, गाह्रो छ हो। उल्टो के ठ्याक्कै फेरि उता लड्किनु र यता लड्किनुमा कति के फरक भिन्नता पाउनु भएको? उता भनेको अर्ग्यानिक नेचुरल हो, यहाँ चाहिँ अब बनाउट हो होइन। उता लड्केको मजा आउँछ होइन, मजा आउँछ। ल हामी त एक स्टेप माथि हो कि के हो? अब अफरको भएन, हामी त अब गरिब मान्छे होइन। अफरमा के छ, सस्तो सामानहरू त्यो हेर्न आइरहेको छ क्या। तलतिर हेर्न सक्नुहुन्छ होइन, अफरहरू ड्याङ्ग चलिरहेको छ। दाजुले पुरा निदाएर हेरिराख्नु भएको छ पारितिर। सो हामी जुन कामले आएको अब त्यो काममा जाँदैछौँ। जाउँ उब्लो फ्लोरमा हो कि क्या, माथितिर जाँदैछौँ हामी। साथीहरू भिडियो चाहिँ हेर्नु है, हामी खतरा यहाँनिर अफरका सामानहरू किन्दैछौँ क्या होइन। त्यो भएको हुनाले हामी यताबाट माथि उब्लो फ्लोरमा हो। ल हामी अब टक्क माथितिर जाँदैछौँ है। त्यो पारि चाहिँ मसाज गर्ने हो होइन। अब मैले केही दिनमा मसाज गर्ने हो। यहाँ चाहिँ घन्टाको कति रुपियाँ रहेछ, तर एकदमै राम्रो रहेछ। दाजु त पुरा अगाडि गइराख्नु भएको छ त यार, बिस्तारै के हो S3। अनि पुरा जस फाइदा चाहिँ के हुँदो रहेछ भने चाहिँ उहाँले आज भ्लग बनाउनु भएको छैन, उहाँको गोप्रो चाहिँ चार्जर नभएर लिएको छैन। अनि उहाँले मोबाइलबाट रेकर्ड नगर्ने रे। फाइदा कसरी हुने रहेछ भने हामी दुईजना चाहिँ भिडियो खिच्दै हिँड्ने हो भने आवाज ठोक्किने होइन। त्यो भएको हुनाले हामी अलि अलग भएर हिँड्थ्यौँ भने आज मैले खिचिरहेको छु, उहाँ पनि मेरो साथमा हुनुहुन्छ भनेपछि यति फाइदा हुन्छ एकजनालाई भिडियो नबनाउँदा। पार्टनर भनेको म यो कन्टेन्ट पार्टनर हो। त्यही भएर तपाईँहरूले होइन सो हेर्दै हुनुहुन्छ, हामी सँगै भइरहन्छौँ। अनि फेरि अलि अगाडि र पछाडि हुन्छौँ क्या। अब दुईजनाले भिडियो बनाइन्छ, भिडियो खिचिन्छ त्यो भएको हुनाले। सो आज चाहिँ दाजुले भिडियो बनाउनु भएको छैन, फाइदा यहाँनिर मलाई आइरहेछ। अनि कस्तो फिल भइरहेछ आज हामी सो आलु किन्न जाँदैछौँ होइन। प्रत्येक भिडियोमा आलु हो।
प्रत्येक भिडियोमा हामी अब पैसा नभएको मान्छे सस्तो मस्तो हेर्ने हो होइन यता यतै हो। माथि हो यो उप्लोमा हो त हामी उप्लो फ्लोरमा जाँदैछौँ होइन यहाँ आइफोनको सोरुममा आएको छौँ साथीहरू होइन यहाँनिर दाजुले हेरिराख्नु भएको छ सो यहाँ यस्ता प्राइज हेर्ने हो भने होइन दाजुले जुम गरी गरी हेरिराख्नु भएको छ सो आइफोन 16 प्रो म्याक्सलाई चाहिँ होइन यहाँनिर 5200 लिएर 6272 छ अनि यहाँनिर आइफोन 16 प्रोलाई मात्र चाहिँ यहाँनिर फेरि 4247 5257 त्यसपछि 67सम्म छ भने आइफोन 16 प्रोलाई चाहिँ यहाँनिर 39 त्यसपछि 44 54 रहेको छ आइफोन 16 आइफोन 15 को यहाँनिर छ आइफोन 15लाई यहाँनिर 26 31 41सम्मको रहेको छ होइन अनि अलि तलतिर हेरौँ आइफोन 13लाई आइफोन चाहिँ यो 15 चाहिँ आइफोन 15 चाहिँ यो है 4100सम्म चाहिँ मिल्ने रहेछ आइफोन 15 सो यसको म फोटो पनि लिन्छु धेरै साथीहरूले मलाई सोधिराख्नु भएको थियो यहाँनिर आइफोन 16 यो है प्रो म्याक्स अनि आइफोन 16 प्रो मात्र यो हो अनि आइफोन 16 प्लस चाहिँ यो हो सो यहाँनिर देख्न सक्नुहुन्छ आइफोन है यो रहेको छ मैले जानकारी दिइहालेँ धेरै साथीहरूले मलाई सोधिराख्नु भएको थियो दादा रे दादा के गर्दै हुनुहुन्छ दादाले यहाँ टिकट लिँदै हुनुहुन्छ कति रुपियाँको टिकट हो तल यहाँ टिकट चाहिँ यहाँ तल खसिसक्यो फेरि कट्ल्याङ कट्ल्याङ गरेर यस्तो सिस्टम छ क्या है हाम्रो नेपालमा पनि रेलहरू चढेर होइन भयो भने सो यताबाट होइन नि त दा मिल्छ र मिल्दैन कि यताबाट मिल्दैन हो उताबाट हो कि यता आउने मात्र इन हुने हो नि त अरे आउट हुने हो ल टिकट यही हो साथीहरू 3 रुपियाँको टिकट यही हो यो नहाल्दैन भने मोनोरेल चढ्नै पाइन्न अनि होइन दा यो भयो भने मात्र मोनोरेल चढ्न पाइन्छ सो हामी चाहिँ यता छौँ अब हामी फेरि यताबाट एक राउन्ड मार्छौँ मारिसक्यौँ उता जाँदैछौँ दादा र म पारि धेरैजना पर्खाइमा भइरहेको छ हो यतातिर यो बिल्डिङहरू यहाँनिर चाहिँ एकदम अलिकति डेन्जर एरिया हो अस्ति दाजुले भिडियो हाल्नुभएको थियो नि यहाँनिर हाम्रो 700 आरएम पनि यहाँनिर लगिदिएको यहीँ हो कि गाइजहरू अलिक डेन्जर हुन्छ कि यहाँनिर चुट्टीहरू गइखेर हुन्छ अनि त्यही भएर के गर्छ अब त्यसै चाहिँ यहाँनिर लखर हिँड्यो होइन टिकट लियो अब छाता किन्ने भयो यहाँनिर छाता अलग्गै मान्छे नभएर छाता राखिराख अब मैले चाहिँ यसलाई यसरी हाल्छु ल यो खोले यो चाहिँ उता लगेर हाल्ने पारी देख्न सक्नुहुन्छ मोनोरेल पनि पारिबाट आइसकेको छ दादा रे दादा मोनोरेल आयो अलि अगाडि जाऊँ न फास्ट यो मोनोरेल हो होइन एउटै दिगमा मात्र हिँड्छ यो त्यसमा ड्राइभर चाहिँ हुन्छ छोटो त अनि छोटै रहेछ ल हामी चाहिँ अलि अगाडि नै जान्छौँ कि छिरिहालौँ ल हामी चाहिँ यहाँनिर छिर्यो होइन बस्ने ठाउँ छैन पारि उताकोमा छ दादा रे दादा ल यहाँ बसौँ न आइपाए पारि छ पारि यस्तो छ कि गाइजहरू मोनोरेल चढ्ने ठाउँ होइन हामी त पारि सिट खाली छ अगाडि त्यहाँनिर जाँदैछौँ कि यहाँनिर जता बसे पनि भयो उता राटोमा बसौँ न यसमा बसौँ ल अनि केही छ भन्नु पर्ने तपाईँले केही छैन अब हामी यहाँ न्युज सेन्टरमा आएको यहाँ चाहिँ त्यस्तो भने जस्तो अब केही चिज मिलेन अब हामी चाहिँ अहिले बुकिङटार जाँदैछौँ तपाईँले भिडियो हेर्दै पनि होइन हामी त्यहाँ गएर के गर्छौँ कसो गर्छौँ होइन के कारणले गइरहेको छ कुरा चाहिँ मजाले भिडियो हेरेर थाहा हुन्छ सो भिडियोमा कन्टिन्यू गरेर हुनुहोस् त्यही नै हो यहाँनिर हेर्नु पारि ड्राइभर गइसकेको छ ड्राइभर छिरिसकेको छ सो यतातिर यस्तो छ यसमा ड्राइभर छ टिकट चाहिँ हामीले आफै मिसिनबाट लिने हो अथवा तपाईँहरूको कार्ड छ भने कार्डबाट यहाँनिर डोर क्लोज टाइम सकिसकेको छ अब त्यही हो साथीहरू होइन हामी यसो जाँदैछौँ रोइला पारामा रोइला हान्न होइन
सो मेरो लास्ट टाइमको भिडियो चाहिँ हेर्नु भएको थियो धेरै साथीहरूले अनि मलाई चाहिँ भनिराख्नु भएको थियो होइन सर अब यतातिर बाहिरतिर हेरेर यस्तो अवस्था हाम्रो यस्तो छ अनि सानो सानो समय पनि हो यो गाइड हामी जाँदैछौँ तपाईँहरूलाई यहाँनिर गन्तव्यमा आइसकेका छौँ यहाँनिर म यसरी हाल्छु ओपन हुन्छ सो यता आउट भयो है त मनोरेल पारिबाट कुदिरहेको छ हामी यहाँबाट सिडीबाट झर्दैछौँ होइन दाजु यहाँनिर ल अब स्टाइलै अलिक कडक छ कि फेरि फेरि मोबाइल देखाउँदा आलु भन्ला न दाजु पनि यहाँनिर म यो प्लाजा लोएको मलको सेकेन्ड फ्लोरमा छु यहाँनिर मेरो एकजना साथी पनि छ होइन सो ऊ चाहिँ उता सामान लिनु गएको छ सो एकजना साथीको लागि यहाँ सामान किन्नु पर्ने थियो सामान भन्दा पनि मोबाइल किन्नु पर्ने भएको थियो अनि त्यही भएर चाहिँ म यहाँनिर यो सुरुममा आएको छु होइन त्यही किन्नु पर्ने भएकोले म यहाँनिर आएको छु साथीले मोबाइल लिन गएको छ सुरुममा अनि मैले अब पहिला पनि लगिसकेको हो आलु होइन सो आलुको भाउ चाहिँ अलिकति महँगेको रहेछ सो त्यो साथी आएपछि पनि म उसँग बोलेको पनि एउटा भिडियो हालौँला अनि तपाईँहरूले हेर्दै हुनुहुन्छ मोबाइल चाहिरहेको छ विभिन्न ब्रान्डको भने सो सम्पर्क गर्न सक्नुहुनेछ मलेसियाभरि फुल डेलिभरी थ्याङ्क यू आज आलु किनेको कस्तो लाग्यो त एकदम ठिक छ हो सो यो एरिया कस्तो एरिया हो भन्ने नि त यो एरिया ठिक हो भन्नुपर्दा चाहिँ अब बेलुकाको लागि एकदम राम्रो हो यहाँ चाहिँ टक्का आउने होइन यसो कोठामा बसेर अब यसो मोट दिमाग खराब भएका साथीहरूले यहाँ मोट फ्रेस गर्न एकदम आनन्द आउँछ अब यहाँ नाइट क्लबहरू यतातिर छ यो छ भने अब नाइट क्लबतिर अब यो भयो सबै छ होइन यो छैन केही छैन साथी यो अलिकति भिआइपी एरिया यताको साइडतिर हो हामी फेरि अलि खतरा मान्छे हो क्या होइन हाम्रो स्टाइलै फरक छ अब यहाँनिर यसरी टिकट काट्ने हो अब दाजुले यहाँनिर टिकट काट्नु हातमा पैसा निकालिसक्नु भएको छ म फेरि यता देखाउँछु कि तपाईँहरूलाई यहाँनिर हेर्नु त अब छक्क लाएर यहाँनिर गाडीहरू अब रातिको समयमा एकदमै जाम हुने धेरैजना अब वरपर बाहिर निक्लिने अब त्यो हुन्छ नि त त्यो भएर यहाँनिर चाहिँ ब्रेकफास्ट सो यता दाजुले ऊ काटिराख्नु भएको छ अब हामी चाहिँ यहाँबाट भित्र गएर उता निक्लिन जाने हो यो त बिग्रिएको हो कि यो त 6 रुपियाँ 20 पैसा सेन्ट के हो यसको त यो जस्तै छ त यार बिग्रियो जस्तै छ त यता माथिबाट नै हालिदिन्छ ल केपी बाको रेल भनेको थिएँ मैले लास्ट टाइम होइन त्यस्तै केपी बाको 30 पैसा झाक रेलमा अब चढेर जान लाग्छौँ तल खसै टिकट चाहिँ तल आन्छ फेर्दै दिइरहेको छ त्यहाँ 30 पैसा यो प्लास्टिक हो यो प्लास्टिक लबर तर यहीमै छ हेर्नु यही हालेर मात्र त्यो खोज्छ कस्तो सिस्टम हो कि पैसा नै आइसक्यो अब यसलाई चाहिँ यसरी इन गरिदिन्छ होइन ओके सो लेट्स द स्टार्ट सो यहाँनिर हाम्रो बाको रेल आइसकेको छ केपी बाको अब हामी केपी बाकोमा जाँदैछौँ होइन रेलमा अगाडि आउनु सो हामी चाहिँ अगाडि जाँदैछौँ म चाहिँ यहाँनिर भित्र छु सुरु गर्नुपर्छ होइन मिस्टर केसी थ्याङ्क यू भेरी मच खानु खानु अब तालमा खानु क्या
त्यस्तो गरेर खाने छ के गर्नु साथीहरू सुहाचे जस्तो छ बुझ्नु न कुन बोका छ भ्या कुन चुन्नु गएको रहेछ बडो मजा आयो नि त्यहाँ कमेन्टहरू आउने होला होइन यो फेरि मेरो फेभरेट हो कफी चिसो त्यो भिडियो छ क्या साथीहरू अब भाइरल भयो भने अब यसो अलिकति पपुलर भयो भने यस्तो यतै केमा छ यतै केमा छ होइन कता सकेर चाहिँ म मासु खानु यार लाज लागिसक्यो भने के छ भाइ यो केप्सी खानुको मजा के छ भगवान भाइ मेरो नाना त खाएर पर्नु एकछिन है एकछिन अलिक रोकिया आफ्नो धुन्न त्यो त नहेर्नु के